साथीहरू आज चाहिँ म यो नम्बर सिरिजको टिप्स दिन लागिरहेको छु तपाईँहरूलाई। कस्ता कस्ता क्वेसनहरू आउँदाखेरि कस्तो कस्तो मेथडले गर्ने भन्ने कुरा चाहिँ मैले आज तपाईँलाई पढाउन गइरहेको छु। यो चाहिँ सङ्घीय नासु खरदार अनि अफिसरको लागि अनि विभिन्न लगायत प्रदेशको लागि पनि यो चाहिँ हजुरहरूलाई काम लाग्छ होइन। कसरी गर्ने, यसको टेक्निक के हो भन्ने कुरा चाहिँ म हजुरलाई दिन्छु। आज के गर्नुपर्छ फुल कन्सेप्ट दिन्छु होइन। र यो मेरो भिडियो चाहिँ हजुरले एउटा काम चाहिँ नबिर्सिनु होला, सेयर, लाइक र सब्सक्राइब गर्न चाहिँ है त। ल मैले आज सुरु गरेँ नम्बर सिरिज। नम्बर सिरिज भन्ने है, नम्बर सिरिज यहाँ प्रायः सो एउटा 1 मार्क्स क्वेसन सोधिरहेको हुन्छ, 1 देखि 1 और 2 मार्क्स क्वेसन सोधिरहेको हुन्छ। प्रायः सो 1 देखि 2 मार्क्सको। सबैभन्दा पहिले यसमा चाहिँ के जान्नु पर्यो भन्दाखेरि हजुरहरूले सबैभन्दा पहिले जान्नुपर्ने कुरा चाहिँ के हो भने 1 देखि 40 सम्मको स्क्वायर नम्बर, यो चाहिँ पहिले कण्ठ हुनु पर्यो। सिक्वेन्स सिरिज गर्नुभन्दा अगाडि यो कुरा कण्ठ गरिएन भने सिक्वेन्स सिरिज गर्नु सकिँदैन। दोस्रो नम्बरमा 1 देखि 15 सम्मको स्क्वायर क्युब नम्बर। तेस्रो नम्बरमा लेस देन 100 सम्मको प्राइम नम्बर। चौथोमा यसमा जान्नुपर्ने कुरा के भने एडिसन, सब्ट्र्याक्सन अनि मल्टिप्लाई होइन। अनि अझ यसरी लेखौँ न, त्यसलाई त्यसरी भन्दा नि एडिसन जान्नु पर्यो, सब्ट्र्याक्सन, मल्टिप्लिकेसन अनि डिभिजन। यो चाहिँ कुरा तपाईँहरूलाई सर्टसर्टै आयो भने यो सिक्वेन्स सिरिज अथवा क्वेसनहरू जस्तो पनि क्वेसन गर्न सकिन्छ। सिरिजको क्वेसनहरू त्यसमा खासै केही पनि गाह्रो छैन होइन। हजुरहरूलाई म के भन्छु भने यति चाहिँ पहिले यो सिक्वेन्स सिरिज पढ्नुभन्दा पहिला चाहिँ तपाईँले यो कण्ठ गर्नुभयो भने तपाईँले लगभग 80% क्वेसन चाहिँ तपाईँले सल्भ गर्न सक्नुहुन्छ क्या। ल अब यसमा कस्ता कस्ता खालको क्वेसनहरू आउँछन् होइन, कस्ता क्वेसन आउँदाखेरि कसरी ट्याकल गर्ने भन्ने कुरा चाहिँ म यसमा सिकाउँछु हजुरहरूलाई है त। यो मैले मेट्दै यो सार्नुपर्छ भने सार्नुहोस् है। यो हजुरले सारिसक्नुभयो होला। अब म यहाँ क्वेसनहरू गर्छु। यसलाई चाहिँ हजुरहरूले गर्नुलाई यसरी गर्नु हो भने तपाईँहरूलाई इजी हुन्छ, क्वेसन जस्ता नै मिल्छन्। जस्तो 1 नम्बरमा 1 8 27 64 अब यहाँ पछि कुन चाहिँ पोजिसन आउँछ, यहाँ पछि कुन आउँछ, ल यहाँ पछि कुन आउँछ भनेर सोधो। यहाँ अप्सन दियो, ए नम्बरमा अप्सन दियो 111 121, बी नम्बरमा अप्सन दियो 125, सी नम्बरमा दियो 216 अनि अर्को डी नम्बरमा दियो 225। अब हेर्नु है, अघि मैले तपाईँ हजुरलाई के भनेको थिएँ भने यसलाई चाहिँ के गर्नु भनेको थिएँ भने सबैभन्दा पहिले त के थाहा हुनु पर्यो यसमा क्युब नम्बर। यहाँ हेर्नु है त, अब 1 8 27 64 भयो। हेर्नु 1 को क्युब 1 भयो। अब यसको पोजिसन कति, सेकेन्ड पोजिसन कतिमा छ, यो सेकेन्डमा छ होइन। अब सेकेन्ड पोजिसन भनेपछि यसको पावर सेकेन्ड पोजिसन 2 को पावर क्युब कति हो, 8। त्यसै गरी 3 3 पोजिसन छ, यसको क्युब गरौँ त कति आउँछ 27। ल यसको 4 पोजिसनमा छ, यसको क्युब गर्नु त कति आउँछ, यसको क्युब गर्दा कति आयो त 4 को क्युब भनेपछि कति आयो 64। अब यसै गरी यहाँ पछि कति आउँछ त, हामीलाई चाहिएको अर्को अप्सन चाहिएको भनेपछि 5 पोजिसन 5 मा फिफ्थ पोजिसन कति भयो त भन्दाखेरि
अब 5 को पावर क्युब गर्नुहोस् त कति आउँछ 125 भनेपछि एन्सर कुन हुनेछ त यसरी चाहिँ गरियो भने एकदम इजी एकदम सजिलो तरिका केही पनि गर्नु पर्दैन एकदमै इजी तरिकाले यो आन्सर जानु पर्यो सबैभन्दा पहिला चाहिँ यहाँ क्युब स्क्वायर प्राइम नम्बर अड नम्बर होइन एकदम सजिलो छ क्या यस्ता कुराहरू तपाईँले जान्नुभयो भने यसलाई मलाई लाग्छ यो क्वेसनमा मैले दिएको टिप्स अनुसार मैले भने एन्सर गर्नु भने लगभग लगभग यसमा 80% क्वेसन चाहिँ यहाँबाट पर्छन् है त ल मैले अब यो मेटेँ अब अर्को क्वेसन के क्वेसन लेख्नु भन्दाखेरि अर्को एकदम 48 है 24 48 24 96 48 24 96 त्यसपछि फेरि 48 त्यसपछि 192 92 ल यहाँनिर हेर्नु है त ल यहाँ पछि कुन पोजिसन आउँछ त 1 2 3 4 5 सिक्स पोजिसनमा के हुन्छ वाट भनौँ सिक्स पोजिसनमा के हुन्छ है अब यहाँ हेर्नुहोस् 48 24 96 48 90 192 भनौँ सबभन्दा पहिले हेर्नु पऱ्यो यहाँ कमन आउँछ आउँदैन अथवा डिफ्रेन्स के छ यो हेर्ने अथवा यहाँ अब क्युब नम्बर छ क्युब हुन्छ क्युबमा जान्छ यो जाँदैन स्क्वायरमा जान्छ जाँदैन भनेपछि यहाँ अब चाहिँ यहाँ चाहिँ मल्टिप्लाई जानु पर्यो सपोज यहाँ हेर्नुहोस् है त यहाँ हेर्ने पहिले मल्टिप्लाई जान्छ जानु त्यही भएर मल्टिप्लाई टेबल पनि तपाईँहरूले कन्ठ 20सम्म कन्ठ गर्नु भने चाहिँ एकदम सजिलो हुन्छ है अब यहाँ हेर्नुहोस् है त यसले कतिचोटि जान्छ भनेपछि इन्टु 2 48 2 जा 96 भयो अब फेरि यसले हेर्नु त यहाँ इन्टु 2 अरू 48 अब 96 2 जा हेर्नु त यहाँ 96 2 जा कति हुन्छ त अब भनेपछि 192 अब 48 2 जा चाहियो यहाँनिर सिक्स पोजिसनमा कति चाहियो 48 इन्टु 2 48 यहाँ 48 इन्टु 2 गर्नु भने 2 4 8 8 2 जा 16 को 6 होइन 16 को 6 क्यारी ओभर 1 आयो 4 2 जा 8 प्लस 9 96 यहाँ कति हुनुहुन्छ त 96 96 हुन्छ भनेपछि सिक्स पोजिसनमा कति आउनु छ त भन्दाखेरि 96 आउनु छ यस्तो टाइपको चाहिँ यो क्वेसन चाहिँ धेरैचोटि सोधेको छ है यसरी याद गर्नुभयो भने तपाईँहरूलाई इजी हुन्छ अब अर्को क्वेसन सार्नुहोस् यो अर्को क्वेसन है त अब अर्को क्वेसन 3 अर्को क्वेसन लेख्नुहोस् त 3 अनि त्यसपछि 9 15 9 15 अब यहाँ पछि आउने के हो त भन्नु सोध्छ है ल हेर्नुहोस् यहाँ पनि एकदम सजिलो छ अब यहाँ क्युब हुन्छ क्युबबाट आउँछ स्क्वायरबाट आउँछ मल्टिप्लाईबाट आउँछ पहिले हेर्नुहोस् पहिले क्युब हेर्ने स्क्वायर हेर्ने मल्टिप्लाई हेर्ने अनि भएन भने मात्र अरू मेथड युज गर्ने हामीले पहिले सक्नुहुन्छ भने स्क्वायर हेर्नुहोस् क्युबबाट गर्नुहोस् होइन मल्टिप्लाई गरेर गर्नुहोस् डिभाइडबाट गर्नुहोस् त्यसरी आउँछ भने है अब यसमा सबभन्दा सजिलो आउनु त अरू प्रोसेसबाट यो क्वेसन आउँछ होइन धेरै गर्ने हो भने त हेर्नु यो सिक्वेन्स सिरिज म्याथमेटिक्स भनेको तपाईँले जसरी गर्दा पनि हुन्छ तर मिल्नु पर्यो तर केमा अब हामीसँग टाइम 1 मिनट हुन्छ हेर्नु सबभन्दा चाँडो मिल्नु पर्यो क्या फास्ट मिल्नु पर्यो हो त्यसो भएकाले यहाँ हेर्नुहोस् है 3 9 15 भयो हेर्नु यो 3 जस्तो मैले लेखेँ भने 3मा +6 गरेँ कति आउँछ 9 आउँछ यहाँनिर है 3 + 6 अब फेरि के गर्नु +6 गरौँ कति आउँछ 15 आउँछ है यसमा फर्स्ट टर्ममा +6 हरेक टर्ममा चाहिँ +6 गर्नु हो भने एन्सर आउँछ क्या हरेक टर्ममा +6 गर्नुहोस् एन्सर आइहाल्यो है त अब अर्को हेर्नु यहाँ हेर्नु है त अब यहाँ चाहिएको नि त अर्को टर्म हामीलाई अब अर्को टर्म निकाल्दा जस्तो 15 + 6 गर्नु त कति आउँछ 21 फेरि तपाईँलाई अर्को टर्म चाहियो 21 + 6 गर्नुहोस् कति आउँछ 27 कति टर्म आउँछ कति टर्म कहिलेकाहीँ तपाईँलाई यहाँ यस्तो पनि दिन सक्छ जस्तो 27 दिन्छ यहाँ दिन्छ अनि 27 दिन्छ यतिखेर के गर्ने त भन्दाखेरि +15 भनेपछि यहाँ कति गर्ने कति आयो त 21 हो 21मा +6 गरिसकेपछि कति आउँछ अब 27 हो यो टर्महरू यसरी निकाल्ने मैले भनिहालेँ अझै पनि भन्छु यो मल्टिप्लाई गर्न
डिभाइड गर्न तपाईँहरूलाई आउँछ भने यो सिरिज त केही पनि होइन, तपाईँले जस्ता पनि क्वेसन मिलाउनुहुन्छ। सबभन्दा पहिले चाहिँ के जान्नुहोस् भने स्क्वायर नम्बर, क्युब नम्बर, प्राइम नम्बर, अड नम्बर र मल्टिप्लाई टेबल आउने बित्तिकै यो सिक्वेन्स सिरिजको क्वेसन कुनै पनि क्वेसन बिगार्ने सम्भावना लगभग कमै हुन्छ है। ल यो सारोस् त साथी हो। अब मैले अर्को क्वेसन गरेँ। म अर्को क्वेसन तपाईँलाई के दिन्छु भने 6 12 होइन, 6 12 त्यसपछि 21, त्यसपछि ल हेर्नु 48 है। ल यो गर्नुहोस् त 48। त्यसरी ट्राई गर्नु तपाईँहरू अब पहिले, सबभन्दा पहिले चाहिँ आफूले ट्राई गर्नु, अनि भएन भने त यहाँ सल्भ म गरिदिइहाल्छु नि होइन। ल यो गर्नुहोस् त पहिले तपाईँले। अब यहाँ हेर्नु है, अब पहिले हेर्नु यहाँ, यहाँ क्युब लाउनु मिल्छ। जस्तो क्युब लाग्यो 2 को पावर क्युब -2 होइन, 3 को पावर के अरे, जस्तो 3 को पावर क्युब -2 यो पनि मिल्दैन। अब मल्टिप्लाई 6 2 जा 12, 12 2 जा यो पनि मिलेन। मल्टिप्लाई पनि मिलेन, डिभाइड 12 यसलाई यसले जाएन, डिभाइड पनि मिलेन। अनि डिफ्रेन्स 6, यहाँ कतिको डिफ्रेन्स 9 को हो। अब यहाँ हेर्नु है, यहाँ के गर्ने भन्दाखेरि 6 12 21 हेर्ने यहाँनिर, यसको र यसको डिफ्रेन्स 6 रहेछ, यसको र यसको कति रहेछ 9 रहेछ है। अब हेर्नु यसको 9 रहेछ, अब कति आउन सक्छ त यहाँ, यहाँ हेर्नुहोस् है 9 हरेक 3ले बढाएको छ है, 3ले। यसमा अब कति हुनु पर्यो, यसले 3 +3 गर्दा कति, यहाँ +12 गर्नुहोस् त, यसमा 21 मा +12 गर्दा कति आउँछ। ल हेर्नु यहाँ 3 33 आयो। अब 33 मा फेरि के गर्नु, हरेकचोटि 3 चोटि बढिया छ, डिफ्रेन्सको 3 चोटि, यहाँ कति हुँदो रहेछ त। अब यहाँनिर प्लस तपाईँले चाहिँ 12 गर्नु हो भने कति आउँछ 33 है, +12 गर्नुहोस् ठ्याक्कै 30। अब फेरि प्लस कति गर्नु, यसमा 3ले बढ्नु पर्यो भनेपछि 15 गर्नु कति आउँछ 48। ल हेर्नु त मिलेको मिलेन त। र सजिलो त यहाँ चाहिँ हेर्ने कसरी गर्दा मिल्छ, कसरी चाँडो आउँछ, कसरी चाँडो आउँछ त्यसरी गर्ने। यहाँ अरू पनि प्रोसेस छन्, सक्नुहुन्छ भने अरू पनि प्रोसेस, तर मलाई लाग्छ यो चाहिँ इजी मेथड। कसरी हुन्छ पहिले डिफ्रेन्स, मैले भने पहिले कमन डिफ्रेन्स होइन, मल्टिप्लाई अनि स्क्वायर क्युबतिर जानु, सबैभन्दा पहिले अरू हेर्दै नहेर्नुहोस्। अब अर्को क्वेसन है त, यो कपी गर्नुहोस्। नेक्स्ट क्वेसन अब यस्तै टाइपको, अलि योभन्दा अलिक फरक टाइपको, तर अलि अलि सजिलो क्वेसन। यो सोधेको क्वेसन प्रयास हो चाहिँ 9, त्यसपछि चाहिँ 25 49, यहाँ मैले लेखेर यहाँ 121। ल हेर्नुहोस् यहाँ, अब यो क्युब होइन, पक्कै हेर्दा पनि स्क्वायर छ, तर स्क्वायर त छ नि, 1 को पावर स्क्वायर 2 को 3 को हो त होइन नि। यहाँ हेर्नु यो पोजिसन, पहिलो पोजिसन हेर्नु, यो फर्स्ट पोजिसन, यो थर्ड पोजिसन, यो फिफ्थ पोजिसन, यो सेभेन्थ पोजिसन। अब आउने के हो त भन्दाखेरि सबै अड अडमा छ। यहाँ हेर्नुहोस् त, अडमा भनेपछि 9 पोजिसन आयो। 9 पोजिसन भनेपछि कति भयो त 81। 9 को स्क्वायर गर्दा कति आउँछ 81 आउँछ है। हो अब हेर्नु त, यहाँ 9 पछि कति 10 होइन 11, 11 को स्क्वायर गर्दा कति 121 हो। यसरी तपाईँहरूले गर्नु भने सिक्वेन्स सिरिजको क्वेसन तपाईँहरूले राम्रोसँग गर्नुहुन्छ होइन। अब अब यसै गरी नै म तपाईँहरूलाई के गर्छु भने यसरी अहिले गरिरहेको छु। यो मैले आजलाई यति गरेँ, भोलिबाट म अझ धेरै क्वेसनहरू यो सिक्वेन्स सिरिजको चाहिँ हजुरहरूलाई म प्र्याक्टिस गराउँछु, सल्भ गराउँछु, नयाँ नयाँ क्वेसनहरू म खोजेर लिएर आउँछु। हजुरहरूले के चाहिँ गरिदिनु पर्यो भने यता दुःख चाहिँ मैले गर्ने भएँ होइन, उता चाहिँ हजुरहरूले एकदम कन्जुसाइ नगरिकन के गर्नु, त्यसलाई यो मेरो च्यानललाई चाहिँ यो मेरो नयाँ च्यानल हो,
लाइक सेयर र कमेन्ट गरेर सब्सक्राइब पनि गरिदिनु होला। यति यति गरेर तपाईँहरूले चाहिँ सबैलाई यो भिडियो पुऱ्याइदिनु भयो भने हजुरलाई पनि सजिलो, अरू साथीहरूले पनि पढ्नुहुन्छ है त। हस् त, ल नमस्कार। मैले आजलाई यति गरेँ, भोलि म अर्को एक्सर्साइज पढाउँछु है त। हस् ल, धन्यवाद।